अप्ठ्यारोमा पर्यो। मुलुक अप्ठ्यारोमा त परेको थियो, अब मुलुक अप्ठ्यारोमा पर्दैन। दललाई मागी खाने भाँडो बनाएर दलका कार्यकर्तालाई राज्यका निकायहरूमा टाँस्ने जुन प्रचलन थियो त्यसलाई अन्त्य गर्नको निमित्त युवाहरू जागेर आएको यो बेलामा यहाँहरूले खुट्टा कमाउनु भयो भने फेरि देश त्यही दलदलमा फस्छ। त्यो दलदलबाट देशलाई जोगाउन सक्ने तपाईँले मात्र सक्नुहुन्छ। यहाँ लोकतन्त्रको चिन्ता गरेका छन्। लोकतन्त्र कुनै नेताले जोगाएको होइन, कुनै दलले जोगाएको होइन। लोकतन्त्र जोगाउने जनता हुन्। यसपटक पनि लोकतन्त्र जनताले जोगाउनेछन्। आज यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, लोकतन्त्र जोगाउने जिम्मा तपाईँको। रासोपाले एउटा उज्यालो दिन खोजेको, एउटा उज्यालो। हामी एकपटक तपाईँलाई उज्यालो देखाउन चाहन्छौँ। एकपटक उज्यालो देखेपछि मानिस फेरि अँध्यारोमा फर्कन चाहँदैन। बस त्यति एउटा उज्यालोका लागि हामी लागि परिरहेका छौँ। घाम पानीमा पनि लागि परिरहेका छौँ। मलाई आशा र विश्वास छ आजको यो सभाले त्यसलाई अनुमोदन मात्र गरेको हो। आजको उपस्थितिले त्यसलाई एउटा सङ्केत मात्र गरेको हो। आउने निर्वाचनमा मत गन्नेलाई पनि सजिलो हुने गरी मतपत्रमा घन्टी बजाउनु हुनेछ भन्ने मैले विश्वास दिएको छु। त्यसैले अब राम्रो भएर सल्लाह गर्नु होला। झगडा गर्नु जरुरी छैन, किनभने मुलुक परिवर्तनको यो अवस्था हो।